दाइ यसमा चाहिँ 1.5 लाख छ होइन नेपाल कतिखेर पुग्छ हजुर जहिले पनि ढिलो मात्रै गर्नुहुन्छ भइहाल्छ पुगिहाल्छ त नानी एकछिनमा पुग्छ भोलिसम्म पुगे भइहाल्यो त तिमीलाई अनि आज चाहिने थियो अनि आजको आज त कहाँबाट पुग्छ र पैसा हानेको कि ऊ हाल्दिन नि सस्तोमा अनि दाइ यो चाहिँ मेरो हजुरसँग लास्ट टाइम नै हो है कारोबार चाहिँ अनि कहाँबाट हाल्छौ त पैसा हाने मबाट नहाले एफसी पेबाट पठाउँछु किन यस्तो छ अनि भिजा पछि फेरि भिजामा प्रब्लम आयो नि दाइ यस्तो पऱ्यो भन्ने होइन गाउँको बहिनी भनेर 2-4 सस्तोमा पैसा हालिदिनु पनि छ पुलिसले देख्छ छिटो के हो भन कति हालिदिने यसपालि 1.5 लाख हालिदिने हो आज योपालि चाहिँ पैसा चाहिँ अब यस्तो पाराले चाहिँ हुँदैन रहेछ अब केही गरी केही भयो भने चाहिँ अब पैसा जान्छ जाँदैन त्यो पनि छैन न केही रिसिभ छ न केही छ हो कि नै भन्नु त अब चाहिँ म एफसी पेबाट पठाउँछु हजुरसँग म कारोबार यस्तो इलिगल काम चाहिँ गर्दिनँ यो चाहिँ स्टुडेन्टहरूले पनि पठाउन मिल्छ झन् अझ त हजुरलाई थाहा छ त्यहाँनिर क्याम्पेन पनि लगाइरहेछ तिजको क्याम्पेन होइन अनि त्यसमा के छ थाहा छ हजुरलाई औँठी छ औँठी यस्तो औँठी किन्ने पैसा त्यहाँबाट पैसा पठाउन महिनामा एकचोटि पठाउ 2-3 हजार सस्तो पर्छ भोलि बिहान भिजामा प्रब्लम आयो मलाई नभन नि फेरि बहिनी मैले भन्दैछु पुलिसले देख्छ छिटो जाऊ कस्तो भर आसन पैसा कहाँ तिम्रो जान त गएको छ नि कति दिन पछि गएको न रिसिभ दिनुहुन्छ न के दिनुहुन्छ हजुरले घर पैसा पुगेपछि के को रिसिभ चाहियो बहिनी दुनियाँलाई चाहिन्न तिमीलाई कस्तो रिसिभ चाहिन्छ फर एक्जाम्पल भने त घरि याब्दै भनेको हाल नि त सुनको औँठीको लालचमा पैसा हाल हामीलाई के भयो र दिस इज टु मच नै भइसक्यो दाइ हजुरले त अति नै गर्न थाल्नु भइसक्यो तिहारसम्मको क्याम्पेन छ हो कि नै भन्दा तिहारसम्मको क्याम्पेन छ हजुरसँग यस्तो पाराले त हुँदैन चल्दैन म आज चाहिँ लास्ट नै हजुरसँग कारोबार गरिरहेको छु त्यसपछि म गर्ने उहाँलाई कहाँबाट पठाउँछौ त पैसा एफसी पेबाट पठाउँछु म स्टुडेन्ट भिजादेखि सबै भिजामा मिल्छ हजुर जस्तो त्यो इलिगल गरेर चाहिँ म पठाउन चाहन्न अबदेखि चाहिँ म फरेक्स जापानबाटै रेमिट्यान्स गर्छु हजुरसँग ल जाऊ यार पुलिसले देख्छ मलाई ल्याङ जाऊ हेलो भाइ कहाँ हो 2 लाख हालिदिने हो ल मायाले आयो ल हुन्छ भोलिसम्म पुगिहाल्छ